आज मेरो साथी आएर घरदेखि मलाई किडन्याप हान्दैछन्। कहाँ जाने थाहा छैन। अब आहान अब जाँदै आगे हेर्दैछौँ कहाँसम्म पुग्छ। एक डिउ लिएर आएपछि ल अब हामी हिँड्यौँ है। लेख्न नि सक्छ आजकल, तर प्रायः त लेख्दैन होला। अनि हाम्रो सुनवलको बाटो अहिले बनाउँदै हिँडिरहेको पनि थाहा छैन कहाँ पुग्ने हो। लगायत अब देख्न सक्नुहुन्छ हामी यहाँ कहाँ पहाडको एरिया साइडमा आइसकेका छौँ। हाम्रो सुनवल लास्टै गर्मी हो, शीतल खाना आएको। अनि यहाँ साथी यही अर्को साथीलाई फोन गर्दा यहीँ छ भन्ने थाहा पाइयो। अब उसलाई हेरौँ सकेसम्म भेट्न सकिन्छ कि नै, फोन गर्छु म पहिला है। यहाँ जङ्गलको छौँ। अब एक्टिभा हामीले यहाँ राखेका छौँ आफ्नो मतलब दिउ। अनि अब हामी यहाँ जङ्गलभित्र जाँदैछौँ। यहाँ स्विमिङ गर्ने ठाउँमा साथीहरू छन्, भेटिन्छ कि भेटिन्न हेरौँ। अब भेट्छ चाहिँ हिट पार्कतिर जाने कुरा राखेका छौँ। त्यही हो साथी अगाडि अगाडि। अनि यो जङ्गलको भ्यू, अनि यहाँ पहाडहरू मस्त। हाम्रो पेट्रोल थोरै भएको अवस्थामा हामी पेट्रोल पम्पमा पेट्रोल भर्न आयौँ। यही हो पेट्रोल पम्प। अनि यो चाहिँ लुम्बिनी पेट्रोल पम्प हो। यहाँको पनि बाटोहरू जेब्रा क्रसिङहरू बनाइरहेछ। बाटोहरू दुईवटा जेब्रा क्रसिङ छ अनि साफ सुथरा हो। त्यही हो। हामी यहाँ आइसकेका छौँ हिट पार्कमा। हिट पार्क माथि जान्छौँ, म अरू देखाउँदै गर्छु है। हिट पार्क माथि पहिला रनिङ गर्दा एकैचोटि भागेर पुगिन्थ्यो। धेरै पछि आएको त हिँडेर पनि सास फुटिसक्यो। अब हामी अझै माथि पुग्नै हो। अब माथि आइसक्यो। अनि माथि गएर माथिको भ्यू देखाउँछु। अनि तर पार्कहरू पनि हो, त्यहाँ नि घुमाउँला। बाटोमा आएर थाकेर यसो ठकाइ मारे हामी। हाम्रो प्रदीप पनि थाकिसकेछन्। अनि यहाँको देखि पनि भ्यू राम्रो देखिया। यस्तो बनाइरहेछ गाइज हिल पार्कको टुप्पोमा। भ्यू चाहिँ दामी हो। अनि यस्तो गर्मीमा पनि आइए हामी। गर्मी वाइल छ। अब भयो नि हिँड्नुपर्छ, घरदेखि बाहिर निस्किनुपर्छ। नयाँ राम्रो ठाउँ देखिन्छ, चिनिन्छ गाउँमा के भइरहेको के बनिरहेको भन्ने। अनि यहाँ पहिला घाँसहरू थिएन, अहिले घाँसहरू वाइल्ड भइसकेको रहेछ। बाटो यस्तो हो, तर हिल पार्क घुम्नलाई ठिक छ। अनि यहाँदेखि चाहिँ भ्यू चाहिँ रातिमा वाइल्ड देखिन्छ। बिहान भएर पनि होला खासै देखिएन। अनि कुनै दिन यहाँको नाइट भ्यू पनि देखाउँछु म। त्यसको लागि सब्सक्राइब र भिडियो पनि कमेन्टमा नाइट भ्यू भनेर लेखिदिनु होला। अनि यो भ्यू चाहिँ यहाँदेखि राम्ररी देखिन्छ। वाइल्ड छ यतातिर, हाम्रो घर पनि देखिन्छ, तर कुन हो भन्न चाहिँ अलिक गाह्रै छ भिडियोमा। देखाउँला। ठाउँहरू पनि राम्रो भयो यता त अहिले। मेन भ्यू चाहिँ यहाँ यो सबभन्दा टप हो हिल पार्कको यो ठाउँ, सबभन्दा टप। यहाँदेखि बिचमा चाहिँ यस्तो बनाएको हिल पार्कको पानीको फरा। पानीको फरा हो कि के हो त दामी बनाएको। जे होस् यहाँ तपाईँ आएर यसो घुम्न सक्नुहुन्छ। अझै यो कम्प्लिट पनि भएन। कम्प्लिट भयो भने चाहिँ मैले चाहिँ हजुरलाई यो राम्रोसँग देखाउने छु, सबै देखाउने छु। म आइरहेको छु यहाँ प्रायः चाहिँ। अब घुम्नलाई भयो नि, टाइम पासको लागि भयो नि आइरहेको छु। अनि यहाँ ठाउँहरू पनि दामी हो। त्यो बिचमा के बन्छ थाहा छैन। हाम्रो प्रदीप सर पनि त्यहाँ गइसक्नु भयो। अनि टाइल्स वाइल्स लगाएको हो, मस्त हो। अनि फुलसुल रोपेको हो। हेर्दाखेरि चाहिँ दामी छ यो ठाउँ। अनि तपाईँले यो ठाउँ देख्नुहुन्छ, दामी हो। अब म यहाँ टुप्पोमा चढिसकेको छु। अब हिल पार्कको टुप्पो भने नि यही हो। अब भोलि बिहान यहाँ के बन्यो भने चढ्नु सकिन्न, तर वाइल्ड साउन्ड आउने चाहिँ यहाँदेखि तपाईँले नि ट्राई गर्न सक्नुहुन्छ। यो नबन्दै आएर बनेपछि सक्नुहुन्न। अनि यहाँदेखि चाहिँ भ्यू माथिदेखि यस्तो दामी छ होइन। म चाहिँ टुप्पोमा, अनि भोइस पनि कस्तो फेरिया जस्तो लागिरहेको, तर वाइल्ड दामी हो। मलाई त मजा आयो यहाँदेखि। अनि यहाँदेखि भ्यू पनि दामी छ, सबै दामी हो। हिल पार्कमा बहुत चेन्जेस भयो, पहिला जस्तो छैन। अब यहाँदेखि म भाले यहाँ माथि चढेको थिएँ म। यस्तो हो। अनि यहाँ टाइल्सहरू हो, हजुरलाई म देखाउँछु। यस्तरी यहाँदेखि चढेर यहाँ माथि ठाउँ छ, दामी हो, आउन सक्नुहुन्छ।
पार्कमा यस्तो टाइपको चाहिँ डिजाइन बना ह अनि हामी चाहिँ अटोहरू ह अनि यता डान्सहरू चलिरहेछ पिकनिक आहा नि यहाँ हजुरलाई पिकनिक स्पटहरू पनि राम्रो राम्रो ह अनि हजुरलाई यहाँ वेलकम जस्तै यहाँ बाटो बना ह बाटो चाहिँ राम्रो ह यहाँ अनि डेकोरेसनहरू पनि राम्रो ह सबैहरू राम्रो ह फिलहाल घुम्नलाई A1 छ पिकनिक गर्नलाई नि फ्यामिलीसँग चाहिँ राम्रो ह सुटेबल छ खेलकुदको लागि झुला पनि रहेछ अनि उता सिसो भन्छ उड्नु पनि अनि रमाइलो हामी चाहिँ खेल्दैन हामी चाहिँ बुढो भइयो पार्कमा पोखरी पनि सायद छ क्या हो पोखरीतिर जाँदैछु म अनि पोखरी पनि देखाउँछु तपाईहरुलाई अब क्यामेरा क्वालिटी चाहिँ यस्तै छ बिस्तारै आइफोन किन्छु म फेमस भयो भने त्यही अनुसार चाहिँ अझै दामी भयो अब हामी पोखरी नि पुगिसकेका छौं पोखरी यस्तो डिजाइनको ह सायद हिल पार्कमा अब भोलि पर्सि अब यहाँ पोखरी पनि हुन्छ राउन्ड शेपमा रहेछ ठीक छ दामी हो हेर्नलाई चाहिँ घुम्नलाई हेर्नलाई चाहिँ पोखरी पनि दामी हो अनि यहाँको भ्यू हेर्न सक्नुहुन्छ क्या दामी छ यो गेट चाहिँ अलि खुले हैन पछि पछि यो गेट खुल्छ अरे अनि यहाँको भ्यूहरु पनि राम्रो छ अनि घाम छ अझै पनि घाम गएन दिलवाला हुन्छ नि हरेक पार्कमा हुन्छ कि दिलवाला सिन चाहिँ जस्तै यो दिलवाला छ नि यो हरेक पार्कमा हुन्छ यसमा चाहिँ अब हामीले एउटा दुईटा फोटो सुटिङ गर्छौं अब हामी यो पनि यहाँ पनि फोटो सुटिङहरु भ्याइसकेका छौं अब यहाँ हामी बस्ने ठाउँ चाहिँ दामी बक्समा छ त्यो चाहिँ देखाउन म गइरहेको छु तर जियोस हिल पार्क पनि घुम्नलाई अनि पिकनिक खानलाई भयो राम्रो ठाउँ छ भिजिट गर्न सक्नुहुन्छ टिकटलाई अझै पनि टिकटको पैसा लिक्दैन पछि लिक्न सक्छ सक्दैन थाहा छैन तर प्राइस चाहिँ लेखेन अहिले हामीलाई लिएन हामी चाहिँ ड्युमा आएको हजुरले थाहा छ पेट्रोल भरेर पनि अनि यहाँको चाहिँ भ्यू मैले देखाउँछु है त बस्नलाई दामी हो डस्टबिनहरुको पनि सुविधाहरु छ अनि यहाँदेखि एक्जिट पनि छ यहाँ हजुरले देख्न सक्नुहुन्छ नयाँ कुरा पनि एड गर्नु भइरहेछ यो फुलहरुको डेकोरेसन चाहिँ वाइल्ड दामी हो मलाई चाहिँ एकदमै मन पर्यो यहाँको गमलाको डिजाइन अनि यो फुलहरु पनि वाह राम्रो छ उता अझै नाच्नु भयो अब पिकनिक खाएको पार्टीहरुले अनि यो फुलहरु पनि अब हेर्न सक्नुहुन्छ दामी छ बास्ना नि राम्रो छ अनि अब चाहिँ एक्जिटतिर जाँदै छौं हामी हिल पार्क चाहिँ घुम्यो राम्रो ठाउँ छ भएर अब यहाँ चाहिँ अब हाम्रो मुख यहाँदेखि माथि छ उता कुना टाइपमा त्यहाँ मुख धुन सक्नुहुन्छ अनि अब चाहिँ एक्जिटतिर अब हजुरलाई यो ठाउँको लोकेसन चाहियो भने चाहिँ मेरो कमेन्ट बक्समा हालिदिनु होला म लोकेसन भिडियो चाहिँ हजुरलाई पछि बनाइदिन्छु यदि हजुरसम्म मेरो यो भिडियो पुग्छ भने लाइक शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला अनि अब भेटौँला अर्को ब्लगमा अनि यही हाम्रो यहाँ टिकट चाहिँ लिक्दैन राम्रो ठाउँ छ प्राय घुम्नलाई ठीक छ हजुरलाई ल अर्को ब्लगमा